नमस्कार, मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। मेरो युट्युब च्यानलको नाम मानबाबु 8743 है। यो मलाई धेरै माया गरिदिनु र तपाईँहरूले म एउटा हजुरलाई यो चिकन थुक्पा कसरी बनाउँछ त्यो मलाई तपाईँहरूलाई म सिकाउँदैछु। पहिला यो सिमला मिर्च, गाजर, त्यसपछि यो बन्दाकोपी, प्याज है। त्यसपछि अब यसमा अदुवा लसुन मैले अदुवा लसुन मैले हालिसकेको छु यहाँ है। यो अदुवा लसुन तेल तताएर अदुवा लसुन हाल्ने, त्यसपछि हल्का यो क्याबेज हाल्ने, त्यसपछि यो क्यारोट हाल्ने, त्यसपछि यो ओनियन हाल्ने, त्यसपछि यो बन्दाकोपी हाल्ने होइन। यसलाई मजाले एकछिन भुट्ने, यसलाई मस्तसँग एकछिन मजासँग यसलाई भुट्ने। चिकन पनि मैले तयार गरेर राखेको छु होइन। चिकन थुक्पामा अब चिकन थुक्पामा मैले मसला एकछिन यसलाई मजासँग भुट्ने होइन। त्यो मजासँग भुटिन्छ, हल्का भुटिन्छ। त्यो भुट्नु त्यसपछि हुन्छ होइन। मैले त यहाँ सिम्पल पानी हाल्दैन, एउटा हुन्छ स्टक भन्ने हुन्छ, पानी हुन्छ है। त्यो वाटर चिकनबाट निकालेको हुन्छ, त्यो हाल्नुपर्छ। मैले अब यो सादा हालिदिन्छ, एकदम सादा हालिसक्नुहुन्छ होइन। सादा हालिसक्नुहुन्छ, त्यसलाई मजाले पकाउने। अब स्वादअनुसार नुन हाल्ने त्यो है। बिग्रो लागि यति हुन्छ, बिग्रो लागि यति भयो। त्यसमा अब हल्का यो चिकन पाउडर, मैले चिकन पाउडर हालेको छु होइन। त्यसपछि हल्का यो काली मिर्च, सोया सस, त्यसपछि यो चिल्ली सस, त्यसपछि यो हल्का भिनेगर हाल्ने। यसलाई मजासँग एकछिन पकाउने, मजासँग पकाउने है। यो एकछिन पाकिसक्यो भने चाहिँ तपाईँहरूलाई म देखाउँछु कस्तो हुन्छ भने है। कर्नफ्लोर अरू पनि भन्छ, यो कर्नफ्लोर यो हाल्ने, हल्का यसलाई बाक्लो गराउने। एकछिन म चाउमिन हाल्छु है। चाउमिन हालेँ, मजासँग चलाउने होइन। मजासँग चलाउने, यो बाक्लो ब्याच आउँछ। कति मस्त भएको छ। चिकन पाउडर है, हामीले चिकन पाउडर युज गर्छ। चिकन पाउडर हाल्यौँ, यो हल्का बाक्लो भइसक्यो। थुक्पा छ चिकन सुक्पामै, चिकनहरू सबै चिकन थुक्पा यसरी बनाउँछ। यसरी बनाएर यसरी कटोरामा हालेर अब यो हाम्रो नानीले लगेर जान्छ। त्यसमा पनि अलिक अब चाउमिन छ, एक अन्डा चाउमिन छ। ल लगेर जाऊ। अन्डा चाउमिन यो अन्डा चाउमिन टक्कै यो अन्डा चाउमिन भयो है। टक्कै भयो अन्डा चाउमिन, ठिक छ। यो चिकन थुक्पा, त्यसपछि अन्डा चाउमिन, चिकन थुक्पा भन्नु।